नमस्कार सम्पूर्णलाई। आज म चाहिँ हजुरहरूलाई स्पेगेटी लाहाम त्यो मासुको किमा हालेर कसरी बनाउँछ त्यो बताउन गइरहेको छु। पुरा भिडियो हेर्नु र कमेन्ट गर्नु, सकेसम्म रिपोस्ट सेयर गर्नु के हजुरहरूले हेर्नुभयो। नयाँ आएको दिदीबहिनीहरूलाई पनि देखाउनु के रिपोस्ट गर्नु भने बल्ल भिडियो अगाडि बढ्छ, नत्र बढ्दैन। जहाँको त्यही रोकिन्छ। हजुरहरूले त हेर्नुभयो, रिपोस्ट हानिदिनु होला है। रिपोस्ट सेयर कमेन्ट सबै हान्नु होला, बल्ल अरू भिडियो हेर्नलाई बनाउनलाई मलाई मद्दत पुग्छ कि भ्यू चाहिँ हुँदैन, रिपोस्ट हुँदैन, केही हुँदैन, अनि त्यो भिडियो बनाउनै मन लाग्दैन मलाई खाना बनाएको। नमस्ते साथी हो, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल विशाल किचनमा। आउनुहोस् आज हामीहरू हजुरहरूलाई स्पेगेटी कसरी बनाउने, त्यसमा किमा मासु हालेर स्पेगेटी अरब स्टाइलको कसरी बनाउने भन्ने बारे सिकाउन जाँदैछु। पुरा भिडियो हेर्नु होला र यो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला है। यो विशाल किचन भन्ने अरबी खानाहरू नमस्ते साथी हो, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानल विशाल किचनमा। आउनुहोस् आज हामीहरू हजुरहरूलाई स्पेगेटी कसरी बनाउने, त्यसमा किमा मासु हालेर स्पेगेटी अरबी स्टाइलमा कसरी बनाउने भन्ने बारे सिकाउन जाँदैछु। पुरा भिडियो हेर्नु होला र यो च्यानललाई लाइक सब्सक्राइब सेयर गरिदिनु होला है। यो विशाल किचन भन्ने अरबी खानाहरू बनाउँछ। सबैभन्दा पहिला पानी बोइल गर्नु, पानीमा नुन हाल्नु होला होइन, स्वाद अनुसार नुन हाल्नु, धेरै नहाल्नु होला। अनि यो स्पेगेटीको लामो खाले चाउमिन के अरबीमा स्पेगेटी भन्छ यहाँ। अनि यो बोइल गर्नु होला, 10-15 मिनट जति बोइल गर्नुभयो भने त्यो पाक्छ है। तेल हाल्नु होला अलिकति, नत्र चप्किएको हुन्छ नि सबैतिर। पाकी भएपछि छानिदिनु, अनि यसमा अलिकति तेल हालेर मोलेर मिलाएर राख्नु होला है। धेरै नहाल्नु, फेरि उता स्पेगेटीमा धेरै देखाउँछ। यो मेरो च्यानल हो, सबैले गरेर सब्सक्राइब हान्नु है। अब 3 चम्चा जति तेल हाल्नु। अब हामीले यसमा चाहिँ किमा गरेको मासुको सस बनाउन जाँदैछौँ, त्यो हेर्नु होला राम्रोसँग। 3-4टा प्याज काट्नु, राम्रोसँग भुट्नु, र त्यसमा अदुवा लसुन पेस्ट भए पनि हुन्छ, अब कुटेको भए पनि हुन्छ होइन, जे भए नि हुन्छ। मजाले फ्राई गर्नु, अनि त्यसमा किमा हालिदिनु होला। मैले त यो एउटा प्याकेटलाई आधा किलो जति गरेछु। हजुरहरूको परिवार कस्तो छ त्यो हिसाबले बनाउनु होला है दिदीबहिनी दाजुभाइहरू। यो चाहिँ मैले एउटा बाटो मात्र देखाएको, बनाउने त हजुरहरूले जो है। स्वाद अनुसारको नुन हाल्नु, अनि कालो मिर्चीको धुलो, काली मिर्च भन्छ नि, ब्ल्याक पेपर पाउडर, त्यो हाल्नु होला। अनि 3वटा टमाटर जति तपाईँले किमा गरेको टमाटर र अनि टमेटो पेस्ट 2 चम्मच जति हाल्नु होला। टमाटर मसिनो काटे पनि हुन्छ, मिक्सरमा पिसिदिए पनि हुन्छ है। मासु चाहिँ जे होस् राम्रोसँग भुटिनुपर्छ नि पहिला, यो हाल्नु अन्त पहिला। अब मिलाइ भएपछि 10 मिनट जति ढाकिदिनु। अझ त्यो यस मासुमा एउटा म्यागी क्युब भयो भने झन् स्वाद एकदम राम्रो हुन्छ है। यो मासु चाहिँ मजाले पाक्नुपर्छ है त्यो फ्राई गर्दाखेरि। अब बोइल गरेको चाउमिन हालिदिनु माथिबाट, स्पेगेटी। अब हामी नेपालीले चाउमिन भन्ने बुझिन्छ होइन। स्पेगेटी माथिबाट हालिदिनु, अनि माथिबाट चाहिँ चिज घसिदिनु होला। यो हाले पनि हुन्छ, परिवारले रुचाउँछ भने हाल्नु होला, नत्र पर्दैन है। हाम्रो परिवारले रुचाउँछ त्यहाँ मैले हाल्छु, नत्र पर्दैन। आफ्नो घरको आफ्नो स्टाइल हुन्छ। अब दिने बेला भइसक्यो हेर्नु त। अब मजाले यसरी दिनुपर्छ। स्पेगेटी टुक्रा नगरिकन बोइल गर्नु है। बोइल गर्दाखेरि यो माथिबाट बेसलिनको पत्ता हो, अनि माथिबाट चिज घसिदिनु। हेर्दा पनि राम्रो देखिन्छ। यो हाम्रो रेडी भइसक्यो। अब अरबीहरूलाई दिनु त ओहो कति मिठो रहेछ भनेर तपाईँलाई हदिया पनि दिन्छ। धन्यवाद छ हेरिदिनु भएकोमा। यो चाहिँ मेरो युट्युबको च्यानल हो, सबै दिदीबहिनी दाजुभाइको हुन्छ, गएर सब्सक्राइब हानिदिनु है प्लिज।